हेलो गुड मर्निङ सबैजनालाई नमस्ते। आज चाहिँ म चाहिँ यस्तो जेरेनियमको बिरुवा सार्ने बेला भयो। यति बेला सार्यो भने चाहिँ पछि राम्रो फुल्छ। दसैँ दिवालीको टाइममा म चाहिँ फुल सार्दैछु। जेरेनियम गदावारी यति बेला सारिराख्नुपर्छ। यो तिउरे फुल भन्ने चाहिँ पछि दसैँमा दामी फुल्छ। यति बेला मजाले सारिराख्नुपर्छ, पछि मजाले फुलिन्छ नि। बेगुनी चाहिँ फुल्न स्टार्ट भयो। पिङ्क कलर, रेड कलर, येल्लोमा छ। चाहिँ सिन फुल मात्रै हो। चाहिँ सिन फुल यो पनि दामी छ। यो त झन् दामी हुन्छ यो खालको। यो चाहिँ सानो छ, कहिले ठुलो हुने हो। यो चाहिँ निकै ठुलो भएको छ मेरोमा। यो चाहिँ किनेर ल्याएको फुल हो, मन आँटिराखेको छ। यिनीहरू चाहिँ बेगुनीमा कौरे फुल्छ, रेड र वाइट खालको फुल्छ। यिनीहरूको चाहिँ सिजन सक्यो। चाहिँ यसको पनि सिजन सक्यो। यो त झन् ठुलो भएको छ। यिनीहरूको सबै सिजन सक्यो फुलहरूको। यिनीहरू सबै सिन हो, सिन फुल। यिनीहरू चाहिँ बिना सिजनमा फुलिराखेको छ। अहिले मजाले फुलिराखेको छ। यो चाहिँ यहाँदेखि गएको चाहिँ उता पढाइसम्म फुलै फुल्छ। हेर्नु सक्नुहुन्छ कस्तो कस्तो फुल छ भनेर चाहिँ। यो चाहिँ रेडमा हो, तर बुढो भएपुट मसिनोहरू सारिराखेको छु यहाँतिर। मसिनो मसिनो फुल्दैछ भर्खर। यो जेरेनियम चाहिँ यहाँ राखेको छु यसरी। अब पट किनी ल्याएर चाहिँ मल भरेर रोप्नुपर्छ यसलाई। त्यहाँदेखि दसैँमा फुल्छ। यसको ब्याड चाहिँ यसरी राख्नुपर्छ। यसरी रोप्नुपर्छ, फुल्छ।